काठमाडौँ क्षेत्र नम्बर 7 का आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार। म वसन्त मानन्दर। विगतका वर्षहरूमा जनताको प्रतिनिधिका रूपमा काम गर्दै आउँदा यहाँका नागरिकहरूको समस्या, अपेक्षा र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाएको छु। काठमाडौँ क्षेत्र नम्बर 7 को समग्र विकास र जनताको आवाजलाई अझ बलियो रूपमा राष्ट्रिय तहमा पुर्याउने उद्देश्यले पुनः तपाईँहरू सामु आएको छु। हाम्रो क्षेत्र सांस्कृतिक, ऐतिहासिक र सामाजिक रूपमा समृद्ध भए पनि अझै पनि रोजगारी, पूर्वाधारको सुधार, सुशासन, युवा अवसर, स्वच्छ वातावरण र स्थानीय विकासका धेरै काम गर्न बाँकी रहेका छन्। स्थानीय सडक, खानेपानी र आधारभूत सेवाको सुधार, युवा तथा स्वरोजगारको अवसर सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार, भ्रष्टाचार र ढिलासुस्ती विरुद्ध सशक्त आवाज उठाउन, स्थानीय समुदायको जात्रा, पर्व र संस्कृतिको संरक्षण गर्न, जनताको आवाज संसदसम्म सशक्त रूपमा पुर्याउन, साथै समस्याहरूलाई प्राथमिकीकरण गरी अझ सशक्त रूपमा उठाउने छु। मेरो राजनीति सत्ताका लागि होइन, जनताको सेवा र समग्र क्षेत्रको विकासका लागि हो। म सधैँ जनतासँगै उभिएको छु र आगामी दिनमा पनि तपाईँहरूको विश्वासलाई सम्मान गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। आउँदो निर्वाचनमा तपाईँहरूको अमूल्य मत र साथले हामी सबै मिलेर क्षेत्र नम्बर 7 लाई अझ समृद्ध, व्यवस्थित र अवसरयुक्त बनाउनेछौँ भन्ने विश्वास लिएको छु। तपाईँहरूको मत, तपाईँको भविष्य तारा चिन्हमा मतदान गरी विकास र जिम्मेवार नेतृत्वलाई जिताउनको निम्ति अपिल गर्न चाहन्छु। धन्यवाद। वसन्त प्रसाद मानन्दर, उम्मेदवार, प्रतिनिधि सभा, काठमाडौँ क्षेत्र नम्बर 7।